कमिटीले सदस्य स्वर्गीय अर्जुन बरालको छोरा सञ्चन बराललाई बुढानीलकण्ठको डायमन्ड सेकेन्डरी हाई स्कुलमा वार्षिक 13,000 का शुल्क तिरेर कक्षा 3 देखि कक्षा 10 सम्म निशुल्क शिक्षा प्रदान गरिएको छ। 3 सामाजिक सुरक्षा र आर्थिक व्यवस्थापन। सामाजिक सुरक्षा कोषमा सहभागी तथा संख्या निम्नानुसार रहेका छन्। चितवन तरकारी फलफुल ढुवानी इकाइ कमिटी 42 जना, ललितपुरको साझा यातायातमा 196 जना चालक स्वचालक साथीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको छ। त्यसैगरी बागमती प्रदेश कमिटीको तर्फबाट इन्चार्ज नवराज घिमिरे र कर्मचारी रेणुका माझी, एयरपोर्ट मेट्रो ट्याक्सी इकाइ कमिटीको तर्फबाट 25 जना चालकहरू र बुढानीकण्ठ माइक्रो बस इकाइ कमिटीको तर्फबाट 4 जना चालक सहचालक साथीहरू सामाजिक सुरक्षामा आबद्ध भएको कुरा जानकारी गराउँछु। यस अवधिमा प्रदेशबाट कमिटीले गरेको आर्थिक सहयोग यस प्रकार छ। बुढानीलकण्ठ माइक्रो बस इकाइ कमिटीले मङ्गलबहादुर गुरुङको क्यान्सर पीडित श्रीमतीलाई उपचार राहत 1 लाख रुपैयाँ प्रदान गरेको छ। बुढानीकण्ठ माइक्रो बस इकाइ कमिटीको सदस्य प्रेम तामाङको उपचार राहत 48,000 प्रदान गरेको छ। धुरीगढ बस रुट इकाइ कमिटीले सदस्य ब्रेन ट्युमर पीडित राजाराम श्रेष्ठलाई उपचार राहत 1,20,000। काठमाडौँ सभा सदस्य कृष्णबहादुर खत्रीलाई उपचार राहत 22,635। हवाई इन्धन हेटौडा सदस्य क्यान्सर पीडित सन्त बमजनलाई 47,500। ललितपुर जिल्ला कमिटी सदस्य पूनम परिवारलाई उपचार सहयोग 10,770। एयरपोर्ट मेट्रो ट्याक्सी सदस्य प्रेम श्रेष्ठकी छोरी क्यान्सर पीडित प्रिन्सा श्रेष्ठको उपचार सहयोग 50,035। एयरपोर्ट मेट्रो ट्याक्सी सदस्य क्यान्सर पीडित नुरबहादुर आले मगरको उपचार सहयोग 63,000। एयरपोर्ट मेट्रो ट्याक्सी सदस्य अमर बहादुर सुनारको श्रीमती क्यान्सर पीडितलाई सहयोग 1,60,000। एयरपोर्ट मेट्रो ट्याक्सी सदस्य बालकृष्ण श्रेष्ठको उपचार सहयोग 15,000। बुढानीलकण्ठको सदस्य सोमबहादुर सुनारको उपचार सहयोग 27,000। बुढानीलकण्ठको सदस्य सुरेन्द्र बहादुर कार्कीले उपचार सहयोग 20,000। बुढानीलकण्ठको सदस्य सुरेश सुनारको उपचार सहयोग 20,000। बुढानीलकण्ठ सदस्य कृष्णबहादुर तामाङको उपचार सहयोग 20,000। बुढानीलकण्ठको सदस्य साधुराम कामीको उपचार सहयोग 24,860। अरनिको ट्रक सदस्य प्रेम बहादुर प्रधानको उपचार सहयोग 70,000। अरनिको ट्रक सदस्य निमान तामाङको 70,000। अरनिको ट्रक सदस्य मानबहादुर दर्जीको उपचारका लागि सहयोग 32,200। अरनिको ट्रक सदस्य मिङमान शेर्पाको उपचार सहयोग 32,200। अरनिको ट्रक सदस्य नारायण खड्काको उपचार सहयोग राहत 53,900। अरनिको ट्रक सदस्य टीकाराम गुरुङको उपचार सहयोग 64,100। अरनिको ट्रक सदस्य रोहित प्रसाद पौडेलको उपचार सहयोग 40,000। अरनिको ट्रक सदस्य टोपबहादुर कार्कीको उपचार सहयोग 30,000। अरनिको ट्रक सदस्य राम श्रेष्ठको उपचार सहयोग 60,000। अरनिको ट्रक सदस्य चन्द्रकुमार श्रेष्ठको उपचार सहयोग 70,000। अरनिको ट्रकको सदस्य सार्की शेर्पाको उपचार सहयोग 34,690। अरनिको ट्रक सदस्य दुर्गाबहादुर श्रेष्ठको उपचार सहयोग 54,300। काठमाडौँ बुकिङ सदस्य शुक्रबहादुर लिम्बूलाई उपचार खर्च बापत 79,500। काठमाडौँ बुकिङ सदस्य उत्तर कार्कीलाई उपचार सहयोग 1,30,000। बुढानीलकण्ठको जगदीश धिमालको परिवारलाई 1 लाख। बुढानीलकण्ठ अर्जुन बरालको परिवारलाई 25,000। पनौती नगर कमिटीको भूपेन्द्र श्रेष्ठको परिवारलाई 50,000। धुरीगढ रुट बस इकाइ कमिटी देवु श्रेष्ठको परिवारलाई 30,000। पनौती नगर कमिटी प्रकाश सामकोटाको परिवारलाई 10,000। पनौती नगर कमिटी सन्तोष तिमल सिन्हाको परिवारलाई 1,50,000। धुरीगढ बस रुट इकाइ कमिटी तीर्थबहादुर तामाङलाई 25,000। एयरपोर्ट मेट्रो ट्याक्सी अर्जुन शेर्माको परिवारलाई 25,000। यस अवधिमा जिफान्ड एकीकृत कोष मार्फत निम्न सदस्यहरूले सुविधा प्राप्त गर्नुभएको छ। एयरपोर्ट मेट्रो ट्याक्सी नुरबहादुर आले मगर 30,000। एयरपोर्ट मेट्रो ट्याक्सी रामगोपाल प्रसाद ढोका 25,000। अक्कर बहादुर हलाल 30,000। शिव सापकोटा 25,000। यो चाहिँ त्यो तपाईको बुकमा उपस्थित छैन, उपलब्ध भएको छैन, छुट्याएको थियो, हामीले टिपेका छौँ। धनेश्वर पण्डित यस अवधिमा सडक दुर्घटना राहत प्राप्त गर्नुहुने चालक साथीहरूको विवरण। धनेश्वर पण्डित 50,000। एयरपोर्ट मेट्रो ट्याक्सी इकाइ कमिटी। अर्जुन थापा 50,000। एयरपोर्ट मेट्रो ट्याक्सी इकाइ कमिटी। प्रदीप सार्की 42,000। बुढानीलकण्ठ माइक्रो बस इकाइ कमिटी। यस अवधिमा बागमती प्रदेश कमिटीको तर्फबाट प्रदान गरेको उपचार सहयोग कुमार चौधरी 11,155। हरि तामाङ 8,000। जगत तामाङ 55,100। कृष्ण प्रसाद चौरागाई 5,000। शान्ति छेत्री 5,000। अनिता श्रेष्ठ 5,000। रामप्रसाद गोपाल ढकाल 5,000। सहबहादुर विक 5,000। सुभाषना काकी 5,000। स्वर्गीय प्रकाश मगाईको परिवारलाई 5,000।
त्यसैगरी यस अवधिमा मातहत कमिटीबाट ज्येष्ठ चालक तथा सहचालक सम्मान तथा पुरस्कार पाउने श्रमिकहरूको विवरण। धुरीखेल रूट बस इकाइ कमिटीको दिपेन्द्र पैलो 1,05,000, राजु सिन्ताल 1,05,000, लुगो तामाङ 1,05,000, चतुर्मान तामाङ 1,05,000, कृष्णबहादुर तामाङ 1,05,000, पनौती नगर कमिटीको राजेन्द्र नेउपाने 50,000, रामकृष्ण सापकोटा 50,000, गोविन्द श्रेष्ठ 1,00,000, देव श्रेष्ठ 25,000, जम्मा नेपाल यात्रा स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीको मातहत कमिटीद्वारा र प्रदेश कमिटीको तर्फबाट जम्मा यस अवधिमा 30,46,345 रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।